सबै यो काठै काठ लिएर नि मान्छेहरूले खत्रै बनाएर अनि बैठकको चाहिँ क्लोज हो क्या त्यहाँबाट मात्र यता क्लोज हो छैन यता 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 बाहिर यता 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 हेर्नलाई यता यतापट्टि त्यहाँनिर पारी के हो त फेरि त्यो रिसोर्टहरू सबै क्याम्पहरू त्यहाँ घरहरू के मतलब रिसोर्ट हेर न त्यस गएर बस्नु पऱ्यो भने त्यही क्याम्पमा बस्ने हो क्या त्यो टेन्टमा बस्ने हो हजुर पानी त अनि कालीगण्डकी हो त नि गएर हुँदैन त रिता ल तिमीलाई रानी महलको बारेमा के छ भन त तिमीले मतलब के सुनेको थियौ कस्तो लागेको थियो कस्तो यता बाटो जाने बाटो रहेछ त हेर न यो अहिले गएको थियो नि मिर्मी जाने भन्ने बाटो यही रहेछ क्या यहाँबाट गयो भने मिर्मी पुगिने रहेछ हजुर राम्रो कस्तो के राम्रो यता हो यता अरू पनि छ नि त हेर्नलाई हामी आज पाल्पा रानी महलमा निस्किरहेको छौँ यता बाहिरबाट जाने बाटो पनि रहेछ नि त यतापट्टि बाहिरको बाटो रहेछ क्या खतरा बनायो नि त उता हेर न पुरा यता बाहिरबाट नि के भित्र नछिरिकन बाहिर पनि छिर्न आउने बाटो रहेछ उताबाट यहाँनिर है यता 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 यहाँ हो यता आउन ल रे पहिला चाहिँ रानीले प्रयोग गरेका भाँडाहरू त्यति बेला परेको नि भाँडाहरू पहिलाको जमानाको भाँडाकुँडाहरू रानीको खिच्दैछु मनाइयो छ अरे त्यही पहिला यो जमानामा रानीले युज गरेका चिजहरू सबै तामाका भाँडाहरू हुँदो रहेछन् त्यति बेला कहाँ लेखिरहेको छ र किन एकछिन यो अझै थोरै बनाउँछु अनि 4 मिनटको बनाउँछु यसलाई म ल 4 मिनटको बनाएर 4-5 मिनट युट्युबमा राख्न लाग्यो पाल्पा तानसिङ हुँदै रानी महलसम्म आइपुग्यो अब यात्रा समाप्त त्यति बेलाको रानीलाई राजाले बनाइदिए यति बेलाको रानीलाई राजाले लिएर आए यता यता आउन यहाँ आउन यता पल्लोमा आउनु पऱ्यो ल खत्रै हो क्या